यो रेडियो नेपाल हो। अब गोपाल बस्नेतबाट समाचार सुन्नुहोस्। के भनेछ करिश्मे? कहिले आउँछ रे? चिठी आयो होला नि। भनिराख्नु त नपर्ला। यी सामन्तीको गोबर मात्र सहेर बस्ने हो कि आउने छोराछोरीको लागि लड्ने पनि हो? के हो? बोल्नु न भने हामी कसको सहारामा बाँच्ने? किन केही गर्नुहुन्न हजुर? किन यो गाउँ केही बोल्दैन यिनीहरूको बारेमा? हो र बाउजाइ नगर लाग्यो अरे चिठी न पत्र भएर बस्ने हो कि? ओ बिके आइज आइज। नमस्ते नानी।